तपाईलाई पसिना पसिना काट्नु भएको छ त एकदम गाह्रो भयो है साथै मेरो त सादा पनि गयो फाइनल्ली हामी यो हात्ती बान्ने ढुङ्गो अर्थात् खमारीको ठाउँमा आइपुगेका छौँ अब सरलाई चाहिँ पालो दिएको छु फाइनली गाइज म चाहिँ छिर्ने कोसिसमा छु ल है सर एकदम बल गरेर छिरौँ है छिरौँ ल है ल फाइनली गाइज नसकिने अवस्था हो कि जस्तो छ है खुट्टा बसार्नु पर्ने रहेछ कि सर ल तपाईँ छिर्नु पनि पनि छिर्छु है ल भेरी गुड 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 ल सर चाहिँ छिर्नु भयो भनेपछि अलिकति मलाई डर लागेर हो अरू त केही होइन ल अब यहाँबाट छिर्ने मात्रै होइन हामी तलबाट छिरेर निक्ल्यौँ पनि फाइनली गाइज म निस्किने कोसिसमा छु है अलिकति गाह्रो भएको फिल भएको हो कि कसो ल अब तपाईँले यसको बारेमा बताउनु त जोस आनन्द धार्जेसित गर्ने भने चाहिँ सकिन्छ त निस्किने रहेछ ल म ट्राई गरेँ फेरि हस् सर हस् गर्नुस् सक्नै पर्ने हो होइन र फाइनली गाइज उहाँ चाहिँ चोर बिराएर चाहिँ मुसो दुलोबाट निक्ले चाहिँ निस्किँदै हुनुहुन्छ गाह्रो छ हो गाह्रो छ म त सक्ने भइन कि अब यहाँ कसरी उठ्ने हो त जुरुक्क उठ्ने ढुङ्गो फुट्ने अरे एकछिन है सकिन्न क्या हो सकिन्छ सर तपाईँ कसरी म जानु यार त निस्केको नि सर मेरो त घोडाले मेरो लामो घोडा भएर तल टेकियो के त्यही भएर हो कि अरे सर तपाईँको हाइट र मेरो हाइट त बराबर भयो जस्तो थियो होइन नि त्यो होइन मुसो दुलकोबाट छिरे चाहिँ छिर्नुस् न एकैछिन है निस्किन त म जसरी निस्किन्छु फाइनल्ली गाइज उहाँ पनि तलदेखि माथिसम्म निस्किसक्नु भएको छ आधामा घर के भइरहेछ तपाईँलाई पसिना पसिना काट्नु भएको छ त एकदम गाह्रो भयो है साथै मेरो त सादा पनि गयो ओहो अब भने निक्लिन एकदम सजिलो छ एकैछिनै मलाई यो अलिकति कमरको समस्या होला जस्तो लाग्यो एकैचोटि निस्किँदाखेरि तर यो भएको कुरा के हो भने सत्य कुरा यहाँ झुकिएर अड्किने मान्छे भनेको आत्तिएसी अड्किँदो रहेछ म पनि अड्किएको थिएँ नि केही समय तर मैले बिस्तारै गरिसकेपछि फाइनली सक्सेस भयो नि त अब माथि निस्केर देखाउनु अब त माथि ननिस्किने माथि निस्केर देखाउनुहोस् न अब तल झर्ने होइन निस्केपछि माथि निस्किने हो माथि निस्किने प्रयास गर्छु है त ओहो गाह्रो छ हो गाह्रो छ जिन्दगीमा गाह्रो छ जिन्दगी फाइनल्ली उहाँले धेरै खानु भएको रहेछ क्या स्यास्या गरेर निस्किनु हो